कुर्दिन्न त को भाइ तिमी हजुर को किन बस्यो यता यता किन बसेको किन बस्या यहाँ बस्नु मिल्दैन नि एकछिन नरिसाउनु थाक लाग्यो यहाँ छहारी पनि रहेछ त्यही भएर बसेँ किन अनि यो मेरो एरिया हो नि त यहाँ मलाई सोधेर बस्न मिल्छ क्या मेरो एरिया हो अँ। कहाँ लेखेको हाम्रो एरिया भन्न छ कहाँ लेखेको छ लेख्नु पर्दैन कि सबैले सोध्दा हुन्छ कि सुन भाइ तिम्रो अनुहार होइन भइरहेछ पहिला सधैँ हेरेर आउँछ क्या बिहान बसमा हिँड्ने भुसिया कुकुर जस्तो छ तिमी मेरो एरिया भन्ने मुला होइन हौ केटा के हो यो कुर्दिनु ठुलो भने हो ठुलो बन्छ ठुलो भन्छ हौ तिमीभन्दा ठुलै छु त नि अरे केटा के हो अब हानिदिनुपर्छ हो यसलाई मोटै हान्ने हानिदिनुपर्छ हो यसलाई ल के बोला ड्याडी के बोला बच्चाहरू तिमी अन्डामा हुँदै गर्दाखेरि हामी ऐँचो टिपेर खान्थ्यौँ के है बुझ्दा ठुलो नगर भाइहरू जाऊ तिम्रो बाटो लाग डिस्टर्ब नगर न धेरै बोल्यो त हो केटा के हो तिमी के के धेरै बोल्यो मेरो गर्लफ्रेन्ड आउँदैछ न धेरै बोल्यो हो ए भाइ हामी ल जाउँ न त्यहाँ पर जाम न जाम हो नि ठुलो बोल्यो हो नि म ठुलै हो के भाइ कसरी भन्न त खोजे के भन किन बस्या त यता ए हाम्रो बस्नु एरियातिर मलाई बस्या भन्दैछु मुला सुन्दैनस् भने कस्तो हाम्रो एरिया हो के यो ओए